विश्वास अधिकारीलाई वर्ष 2081 को उत्कृष्ट खेलाडीको अवार्ड। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा भएको 9औं पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडीका रूपमा पुरुषतर्फ नवलपुर बौद्धकाली गाउँपालिका 3 बाजोवारीका विश्वास अधिकारीले जित्न सफल भएका छन्। 16 वर्षको उमेरदेखि भलिबल खेल खेल्न सुरु गरेका विश्वासले पहिलो आफ्नो खेल स्थानीय क्लब नयाँ छापबाट सुरु गरेका थिए। विश्वासले 2 वर्ष अगाडि मात्रै गण्डकी प्रदेश भलिबल टिमबाट डेब्यु गरेका हुन्। निरन्तर मेहनतले गर्दा आज विश्वास यो अवार्ड हात पार्न सफल भएका हुन्। विश्वासले श्रीलङ्कामा भएको 20 वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा रजत पदक हात पार्न सफल भएका थिए। राष्ट्रिय टिमबाट पहिलो पटक डेब्यु गरेका विश्वासले निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। प्रथम साहना प्रधान 19 वर्ष मुनिको महिला पुरुष भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशलाई उपाधि दिलाउँदै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका थिए। 34औं राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गर्दा विश्वास अधिकारी टिममा थिए। 8औं प्रधानमन्त्री कप महिला पुरुष भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेश दोस्रो हुँदा विश्वास अधिकारी टिममा थिए। 4थो टाइगर कपमा गण्डकी प्रदेश दोस्रो हुँदा विश्वास अधिकारी टिममा थिए। 9औं पोखरा स्पोर्ट अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएसँगै विश्वासले टेलजीको स्कुटर साथमा अवार्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। भलिबल क्षेत्रमा निकै सम्भावना बोकेका युवा स्टार खेलाडी हुन् विश्वास। पछिल्लो समयमा विश्वास अधिकारी भलिबल खेल क्षेत्रमा निकै उत्कृष्ट लयमा रहेका छन्। आगामी दिनहरूमा थप उन्नति प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु। जय देश, जय भलिबल, जय गण्डकी। धन्यवाद।